कवि बाबु त्रिपाठीको कविता बाफ रे बाफ। यो बाटो भएर यदि कोही हिँड्छ भने एउटा सिंहदरबार हिँड्छ, एउटा बालुवाटार हिँड्छ, जेबमा न्यायालय बोकेर एउटा प्रधानमन्त्री हिँड्छ। मेरा नानीहरू तर्सिने गरी साइरन बजाउँदै हिँड्ने याद छैन मलाई ती मन्त्रीहरूको नाम। हिँड्न त यहाँ संसद भवनको कुर्सीमा पिसाब फेर्न पल्केका सांसदहरू हिँड्छन्। लाउँछ भातगाउँले टोपी, समाउँछ वर्दीको कठालो र दौरा सुरुवालमा यहाँ ठाटिएर हिँड्छ गुण्डाको नाइके। स्वयं पशुपतिनाथले रक्षा गर्न नसकेपछि आफै पिस्तोल बोकेर हिँड्छ त्यहीँको पुजारी। शान्ति सुरक्षा दिन हामी कटिबद्ध छौँ, भर्खर मैले सुनेको छु गृह मन्त्रीको यस्तो घिनलाग्दो वक्तव्य। यो बाटो भएर यदि कोही हिँड्छ भने वर्गीकृत विज्ञापनमा आफ्नै पासपोर्ट र नागरिकता हराएका जवानहरू सूचनामा हिँड्छन्, जहाज टिपेर हिँड्छ मेरो देशको भविष्य। दलको बैशाखी टेकेर हिँड्छ विद्यार्थी, बोक्छ प्लेकार्ड, लगाउँछ नारा, हान्छ देशको तालुमा ढुङ्गा। बाफ रे बाफ, यतै मात्र किन काटिरहन्छ कालो बिरालोले बाटो। जुन बाटोमा आदिवासी हिँड्छन्, जनजाति हिँड्छन्, महिला दलित हिँड्छन्, मधेसी हिँड्छन्, क्षेत्री बाहुन हिँड्छन्, तर मान्छेहरू हिँड्दैनन्। यो बाटो भएर यदि कोही हिँड्छ भने कात्रोको खोजीमा आफै हिँड्छ लास। ओ बचे खुचेका नागरिकहरू हो, तिमी चाहिँ जिब्रो टोकेर किन अर्कै बाटो हिँडिरहेछौ। कवि हेमन्त शिशिरको कविता आगमन। मङ्गलसेन दरबार जसरी भत्केको मन बोकेर तिमी आएकी छौ। सूर्य ग्रहणको आतङ्कबाट भयभीत गोलार्धको एउटा टुक्रा जस्तो अनुहार लिएर के मागिरहेकी छौ मसँग सपना कि स्वतन्त्रता, आन्दोलन कि अधिकार। झोलाभरि बोकेर अप्रकाशित इतिहासका पाण्डुलिपि तिमी आएकी छौ। अपी र सैपालकै फेदमा छाडेर आफ्ना कुर्कुच्चाका डोबहरू किन साट्न आएकी छौ तिमी। कर्णालीको पुलले जोड्न नसकेको मन किन साट्न आएकी छौ तिमी। भासुको भिरमा छुटेको चप्पलको तुना किन साट्न आएकी छौ तिमी। आफरको आगोमा टाँसिएको मुलायम छाला किन साट्न आएकी छौ। भत्किएको ओधानले तिम्रो अनुहारसँग गरिरहेको क्रान्ति थाहा छैन के दिउँ तिमीलाई बदलामा। तिमी बोकेर आएकी छौ गौरी फन्टामा बम्मैवाला लोक्नेसँग छुटेको लजालु दिन। छोराको बच्छेमा छुटेका प्रेमका अनमोल कृतिहरू कहाँ छोडेर आयो स्याउले बजारमा ओखर बेच्ने ती बर्फिला हात। कहाँ छोडेर आयो पौरोकी हातमाथि हत्कडी लगाइदिने सुदूर चेतना। तिमी आएकी छौ यो अङ्क गणितीय समयमा म थेक्न सक्दिनँ। चिसापानी पुलको टुप्पोबाट हुइकिने बतासको बेग जस्तो तिम्रो अनुहारको आक्रोश। मसँग छैन तिम्रो पिठ्यूमा छुटेका घामका पैतालालाई दिन सक्ने आश्रम। छैन अत्तरिया बजारमा हुइकिँदै गरेको ट्रकले फाल्ने कालो धुवाँ जस्ता तिम्रा सुस्केरालाई गर्न सकिने उपयुक्त सम्बोधन। टुकीले गरिरहेछ जासुसी तिम्रो नाङ्गो घरको। यति बेला मसँग छैन ढाक्न मिल्ने एक झुत्रो उज्यालो। तिमी केवल प्रश्नहरू बोकेर आएकी छौ, मलाई थाहा छैन मेल्लेकतिर भुइँकुइरो जसरी बगिरहेको तिम्रो जिन्दगीको ज्यामितिलाई कुन सूत्रले नापजाँच गर्न सकिन्छ। तिमी आएकी छौ कार्बन मोनोअक्साइड बिरिएर कागजको गन्धले ग्रसित यो माछा बजारमा। यतिखेर म तिमीलाई चाहेर पनि दिन सक्दिनँ खप्तडले सुसलले मिठो बतासको धुन। तिमी आएकी छौ यो सुकुटीले भरिएको सहरमा। यहाँ म तिमीलाई चाहेर पनि दिन सक्दिनँ देशराम चौधरीको आँगनमा पोखिएको छपुवा जाँड र घुङ्गीको स्वाद। खोपभित्र पस्न आँटेको कलिलो घाम मुसार्दै तिमी आएकी छौ यो हाउगुजीहरूको बस्तीमा। खै थाहा छैन के लिएर जान्छु तिमी यहाँबाट। म चाहन्छु तिमी जाने बेला यो नग्न बस्तीको एउटा टुक्रो बोकेर जाऊ। तिम्रो बाँकी यात्राको अन्तिम गन्तव्य म हरेक प्रश्नमा बाँचिरहनेछु। कवि हेमप्रभासको कविता परदेश गएका पतिको नाममा।
मेरो हजुर, मैले यी आँखाहरूमा हजुरलाई सजाएकी छु। हजुर खस्नुहुन्छ कि सोचेर आजसम्म रोएकी छैन। सम्झन्छु यतिखेर मर्मत गर्दै हुनुहोला हजुर। अग्ला सपिङ सेन्टर, कति चुइएको होला पसिना त्यो बिरानो ठाउँमा। रुमाल छ कि छैन होला गोजीमा। मेरो हजुर, फुर्सा भित्ताहरूमा कमेरो पोत्न डराउने मान्छे, त्यति अग्लो घरमा झुन्डेर कसरी लगाउनु भयो होला रङ। फोटो देखेपछि खुब आत्तिएको छ यो मन। हजुर नभएपछि बाँझो पल्टियो गैरी खेत, सुक्दै गए सुन्तलाका बोटहरू। क्यालेन्डरमा गोलो लगाएर नङले भित्तो कोतरेर औँलाहरू भाँचेर दिन गन्न थालेको पनि वर्षौँ भयो। आकाशतिर हेर्छु, चरा जस्ता बादलहरू ओहोर दोहोर गरिरहेछन्। फाँटतिर हेर्छु, बतासको लहर आउँदै जाँदै गरिरहेछन्। मेरो राजा, मेरो आँखाभरि खुसीको आँसु भरिने गरी हजुर कहिले आउनुहुन्छ? बरु चाहिँदैन मलाई आइफोन, चाहिँदैन मलाई सुनको चुरा। अलिकति रङ लिएर आउनुहोस् र खोइलिन लागेको झन्डालाई सिँगारिदिनुहोस्। हजुरलाई मेरो सिउँदोको रातो सिन्दुरको कसम, हजुरलाई मेरो सौभाग्यको चुरा पोतेको कसम, हजुरलाई मेरो जिन्दगीको कसम। मेरो प्राण मैले मात्र होइन, आज यो देशले पनि हजुरलाई पर्खिरहेछ।